आज चाहिँ मेरो रुममा मोमो पाक्दैछ एकटा मोमो नेपाली मोमोलाई यहाँ छ हाम्रो चप टमाटर चप ग्रिन चिल्ली चप कोरिएन्डर चप अनियन little bit like minced garlic chop ginger these are the ingredients of the momo mixer हैन त्यसपछि यहाँनिर छ चप गरेको पोर्क मैले आफै नै काटेको अनि त्यसपछि यहाँनिर क्याबेज छ चप गरेको अनि यो चाहिँ तरकारीको लागि हो पोर्क गरेको लागि हुन्छ अलिकति प्रेजेन्ट गरेको मात्र अन्त यहाँनिर चाहिँ मोमोको लागि डो छ तर मसँग चाहिँ अनफर्चुनेटली बेल्ने कुराहरू त छैन क्या मैले मोमो चाहिँ यसमै बेल्छु यो पनि दामी साफ सेनिटाइज गरेको छु मैले दामी बगल अनि त्यसपछि मसँग बेल्नको लागि चाहिँ छैन बेल्नको लागि चाहिँ मसँग यो छ होइन यसले बेल्छु म कस्तो हुन्छ अनि म यो फोल्डिङ गरेकोहरू सबै पछि देखाउनेछु ल यस मेरो मोमो मिक्सर चाहिँ म्यारिनेटेड भइसकेको छ रेडी भइसकेको छ अब चाहिँ म डो प्रिपेयर गर्छु होइन म फोल्डिङ गरेर देखाउँछु यसलाई चाहिँ म फ्रिजमा राख्छु सेट हुनको लागि धेरै समयपछि मोमो बनाइरहेको छ मैले पहिला डम्पलिङहरू डिमसमहरू बनाउने काम गर्थेँ अहिले छोडेको धेरै भइसक्यो फर्स्ट टाइम आज मोमो बनाउँदैछु रुममा खानु मन लाग्यो क्या नेपाली स्टाइलको बाहिर पनि आउँछ बाहिरलाई पनि खानुहुन्छ भनेर त्यो बेल्ने त छैन बेल्ने चाहिँ हेल्यो बेल्ने ल म बेल्न ट्राई गर्छु है त्यो भए त कस्तो हुन्छ भने जस्तो त हुँदैन तर पनि काम चलिहाल्छ इच्छा र चाहना हुनुपर्छ होइन सबै कुरा सम्भव हुन्छ क्या इच्छा र चाहना भयो भने एभ्रिथिङ इज पोसिबल गाइस इन दिस वर्ल्ड होइन इच्छा मात्र हुनुपर्छ कतिले के भन्छ खान मन लाग्यो भाडै छैन भन्छ हो भइरहेछ त त्यही भएर नो मोर एक्सक्युजेस क्या इफ यु हेभ अ डिजायर इन्ट्रेस्ट यु क्यान डु एनिथिङ भन्छु म चाहिँ होइन मिक्सर चाहिँ यहाँ छ ल मिक्सर अब चाहिँ बनाउन ट्राई गर्छु सिम्पल बनाउँछु गोलो खालको क्या नेपाली टिपिकल मोमो पुरै फाटिहालेँ ठिक छ सो लङ टाइम बनाएको अब अलिक यतिक त भइहाल्छ नि होइन बिस्तारै बनाउँदैछु बिस्तारै बिस्तारै गएपछि हुन्छ कस्तो पानी चुहिसक्यो सकिहाल्यो टाइम त लाग्छ किनभने अब प्रोपर बेलन चाहिँ मसँग छैन नि त हो
टाइम चाहिँ लाग्छ, यति धेरै मिक्सर छ हो। एक्लै बनायो, एक्लै बेल्यो, गाह्रो त गाह्रै छ। केही छैन, अनि बेलुका आएर केटाहरू खुसी हुन्छ नि त फेरि मोमो खानु पायो भनेर। त्यही नै खुसी कुरा हो। अरू त के भन्नु। तर मलाई पकाउनु चाहिँ मनपर्छ फेरि, मलाई पनि पकाउनु चाहिँ लास्ट मनपर्छ, साह्रै मनपर्छ। आई लभ टु कुकिङ होइन। मसँग त डायलग पनि छ क्या, सेभ इज माई नेम, कुकिङ इज माई गेम भन्ने एकदम मेरो डायलग छ क्या। इजी छ यो, इजी छ। इट्स भेरी इजी दिस डम्पलिङ। दिस इज फ्रम नेपाल। तर अहिले धेरैजनाले चाहिँ इन्डियाको भन्छ, इट्स नट फ्रम इन्डिया, दिस इज फ्रम नेपाल। लाइक दिस इज द टिपिकल फुड अफ नेवार होइन, विच इज कल मोग मोग भन्छ। यसको स्टोरी चाहिँ धेरै लामो छ, पढ्नुपर्छ, पछि फुर्सदमा भनौँला। ल ठिक छ, बाई, आई विल सो यु लेटर या। आई स्वेयर किन भाइ, मसँग रोलिङ पिन छैन, बेलन छैन। आई जस्ट ह्याभ दिस बोर्ड है, बोर्ड हो। यस्तो बेलिँदैछ, भन्छ नि जहाँ इच्छा त्यहाँ के भन्छ उपाय भन्छ नि होइन। भइगयो त, के चाहिएको त, इच्छा भयो भने सबै हुन्छ। इच्छा शक्ति हुनु पर्यो क्या, इच्छा अनि चाहना हुनु पर्यो, सबै कुरा सम्भव छ क्या दुनियाँमा। सो नो मोर एक्सक्युजेस, जस्ट डु द एक्सन के भन्छ होइन, आयो मलाई थाहा भएन। एक्सक्युजेस त नगरौँ क्या होइन, एक्सनमा उत्रिहालौँ। Let's get into the action. So this is the momo, something like this. देख्दैन यो यस्तो खालको मोमो छ होइन। Look at this, so very beautiful क्या। And I will show you this also. यसरी देख्दैन होला। Look at this momo, wow. It's very beautiful guys. This momo is very beautiful. This is my mixer. It's gonna be finished. Just a little bit I have. थोरै छ मसँग। यसरी देखाइदिनु क्यामेरा। Look at this momo, wow, so beautiful. म स्टिम गरेर देखाउँछु ल तपाईहरुलाई। फाइनली गाइस मेरो मोमो सकिसक्यो बनाएर होइन, यति बनेको छ। अनि ओके, लेट्स स्टिम द मोमो। लेट्स पुट इन द steamer. So for the knowledge, this momo you have to maintain the distance, otherwise it will be stick each other. So later it will be very difficult to make it separate. Yalla, yalla, finally the momo is here. Let's put into the base rice pot होइन। Wow, this गरौँ है त कस्तो छ। दामी, बवाल बवाल।